हेलो गाइज, तपाईँलाई मेरो युट्युब च्यानल अक्वर साथीमा स्वागत छ। म सन्दप जीसी यो भिडियोको होस्ट हुनेछु। यो भिडियो चाहिँ 2 फिट कम्युनिटी ट्याङ्कको बारेमा हुनेछ। भिडियो सुरु गर्नु अगाडि एउटा डिस्क्लेमर हेरिहालौँ है त। गाइज, यो चाहिँ हाम्रो 2 फिट कम्युनिटी ट्याङ्क हो। यसमा चाहिँ अहिलेसम्म 2टा कार्डिनल टेट्रा, 1 गप्पी र 1 हार्लेक्विन रास्पोरा मात्र छ। सो आज चाहिँ हामी यसमा 5 हार्लेक्विन रास्पोरा र 1 फिमेल क्वेबेटा चाहिँ एड गर्दैछौँ है त। गाइस, हामीले न्यू फिस ट्याङ्कमा रिलिज गर्नु अगाडि जहिले पनि एक्लामेटाइज चाहिँ गर्नुपर्ने हुन्छ। सो एक्लामेटाइजेसन पिरियड चाहिँ 20 देखि 25 मिनटसम्म हुन्छ। जहिले पनि फिस हेरी हुन्छ त्यो एक्लामेटाइज गर्ने टाइम पिरियड चाहिँ। सो एक्लामेटाइज गर्नुको मेन रिजन भनेको चाहिँ हाम्रो ट्याङ्कको वाटर टेम्परेचर चाहिँ न्यू फिसले चाहिँ एडजस्ट गर्दै आफूलाई रेडी बनाओस् भनेर मात्रै हो। अनि एक्लामेटाइज गर्न त्यस्तो गाह्रो पनि छैन। जस्ट हामीले जुन प्लास्टिकमा चाहिँ हामीले फिस बोकेर आएको छौँ हामीले फिस स्टोरबाट, त्यही प्लास्टिकलाई चाहिँ एकैचोटि एक्वेरियममा ड्रप गरेर छोडिदिँदा हुन्छ। अनि आफ्टर 20 to 25 मिनट्स उनीहरूले एडजस्ट गरिसकेपछि मात्र फिस चाहिँ रिलिज गर्नुपर्ने हुन्छ है त। सो 20-25 मिनट भइसकेपछि चाहिँ हामीले सिम्पली त्यो एक्वेरियममा रिलिज गरेको फिसलाई चाहिँ प्लास्टिक सुत्तै बाहिर निकाल्ने र त्यसलाई चाहिँ एउटा सानो कन्टेनरमा अथवा टबमा चाहिँ खनाउने होइन। अनि त्यसबाट चाहिँ हामीले हाम्रो एक्वेरियमको फिस नेट युज गरेर चाहिँ बल्ल एक्वेरियमभित्र चाहिँ त्यो माछालाई रिलिज गर्नुपर्छ है त। हामीले सम्झिनुपर्ने कुरा के छ भन्दाखेरि त्यो माछासँग आएको पानीलाई चाहिँ कहिले पनि हाम्रो एक्वेरियममा चाहिँ मिसाउनु हुँदैन, किनकि त्यो डिफ्रेन्ट प्यारामिटर्सहरू हुनसक्छ त्यो माछाको लिएर आएको पानीमा। अनि हाम्रो एक्वेरियममा डिफ्रेन्ट बायोफर्म्सहरू, डिफ्रेन्ट गुड ब्याक्टेरियाहरू बनिरहेको हुन्छ। सो तिनीहरू सकेसम्म नमिसाएको एकदमै राम्रो है। अब मैले यहाँ बेटा फिसलाई रिलिज गरिराखेको छु। सो यसमा पनि मैले नेट युज गरेर बिस्तारै रिलिज गरिराखेको छु। सो सेम प्रोसेस चाहिँ हामीले हार्लेक्विन रास्पोरा रिलिज गर्न पनि युज गर्न सक्छौँ है त। सो न्यू फिसहरूलाई चाहिँ ट्याङ्कमा रिलिज गरिसकेपछि चाहिँ बेटा फिस चाहिँ बटम अफ द ट्याङ्क चाहिँ ले डाउन भएर बसिरहेको छ भने उसलाई चाहिँ एकछिन इन्भाइरोमेन्ट एडजस्ट गर्न टाइम लागिरहेको छ। एकछिनपछि ऊ पनि रोम अराउन्ड गर्न थाल्छ होइन, यताउता घुम्न थाल्छ। त्यही साथमा हार्लेक्विन रास्पोरालाई चाहिँ कार्डिनल टेट्राहरूले बेला बखत अलिअलि चेस गरिराखेको हुन्छ। तिनीहरूलाई एज अ क्युरियोसिटी पनि कस्तो टाइपको माछा हो के हो भनेर हेरिराख्ने हो। अनि अर्को एकदमै ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ यदि हार्लेक्विन रास्पोरालाई एक्सेसिभ तरिकाले चेस गरिराखेको छ होइन, उनीहरूलाई एकदम एक्जसन बनाइराखेको छ, अथवा बाई एनी चान्स हार्लेक्विन रास्पोरालाई चाहिँ इन्भाइरोमेन्ट सुइटेबल भएन, उनीहरूलाई केही कुरा सेटिस्फ्याक्सन मिलेन भने चाहिँ उनीहरू चाहिँ ट्याङ्कबाट बाहिर पनि जम्प गरेको पनि देखिन सकिन्छ। सो कति कुराहरू चाहिँ हामीले ध्यान दिनु पनि पर्छ कि नयाँ फिस एड गर्ने बित्तिकै कस्तो बिहेभियरहरू देखिरहेको छ त ट्याङ्कमेटहरूमा भनेर हामीले अब्जर्भ पनि गर्नुपर्ने हुन्छ। नभए कपाल अफ डेजमा यिनीहरू आफै सेटल डाउन गर्छ, आफै आफ्नो पर्सनल स्पेसहरू बनाउँछ, ट्याङ्कमा इजिली घुम्छ, त्यस्तो खासै खतरा चाहिँ हुँदैन। गाइज, अहिले विन्टर सिजन चलिरहेको छ र हामीले चाहिँ एक्वेरियम हिटरमा चाहिँ 26 डिग्री सेल्सियस चाहिँ टेम्परेचर सेट गरिराखेको छौँ, जसको कारणले गर्दा चाहिँ हाम्रो एक्वेरियमको वाटर चाहिँ एकदमै छिटो इभ्यापोरेट भएर गइरहेको हुन्छ र हामीले विकली बेसिसमा चाहिँ हामीले पानी फिल इन गर्नुपर्ने हुन्छ। सो यसमा पनि क्विकली पानी थपिहालौँ है त। सो आफ्टर 1 विक चाहिँ मैले फेरि न्यू फिस चाहिँ लिएर आएको छु फिस स्टोरमा गएर है। सो न्यू फिस चाहिँ कार्डिनल टेट्रा लिएर आएको छु 4वटा पनि, र ओटोज क्याट फिस चाहिँ मैले 2टा लिएर आएको छु होइन। सो यिनीहरूलाई पनि छिटो छिटो एक्लामेटाइज गरेर ट्याङ्कमा रिलिज गरिहालौँ है त। सो एक्लामेटाइज गर्ने र ट्याङ्कमा रिलिज गर्ने प्रोसेस चाहिँ सिमिलर नै हुनेछ। सो मोस्ट अफ द प्लेसमा चाहिँ भिडियो चाहिँ फास्ट फरवर्ड नै हुन्छ है त।
सो फाइनली गाइज मैले माछाहरूलाई चाहिँ रिलिज गरिसकेको छु एक्वेरियममा भने तपाईँहरूले त्यहाँ ओटोजलाई पनि देख्न सक्नुहुन्छ त्यहाँ एक्वेरियम ग्लासमा टाँसिराखेको छ होइन। यही भन्दाखेरि हाम्रो कम्युनिटी एक्वेरियम ट्याङ्कमा चाहिँ टोटल 6 कार्डिनल टेट्राज, 2 ओटोज क्याटफिस, 1 फिमेल कोही बेटा, 6 हार्लेक्विन र्यासबोरा र एउटा गप्पी छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक बटन दबाइदिनु होला। यस्तै टाइपको कन्टेन्टहरू पछि हेर्न चाहनुहुन्छ भने सब्सक्राइब बटन पनि दबाइदिनु होला। थ्याङ्क यू भेरी मच गाइज।